यस्तो गल्तीमा यो शङ्करे हो अनि यो चाहिँ म हो देख्यौ म देख्यो हामी कहाँबाट अरे शङ्करे त्यो ठाउँ राजकोट भन्ने ठाउँ रहेछ। अब यहाँबाट हामी यस्तो खतरनाक पहाड देखियो होइन त्यसपछि यहाँ रोकेको We don't even have stick पनि छैन हामीसँग। यो साइडको हिँडेर स्लिपिङ ब्याग लिएर होइन मेरो खुट्टा दुख्यो टोपी नि खोलिदिएँ मैले त यस्तो पारामा चियो पारामा मैले पछाडिको खिचेको कि अगाडिको खिचेको भने जस्तो भयो क्या ल हामी चाहिँ अब बुस्केट मेला आउनलाई अझै ओन्ली 1 घन्टा भन्छ यो शङ्करले। लेट्स सी आज अवस्था यो यस्तो छ। यो अगाडि हिँडिरहेको छ वहाँ मेरो त नदेखाम बिलाप छ। यस्तो भ्यू चाहिँ दामी छ यहाँबाट है। अब हामी आज चाहिँ कहाँ एबिसीमै बस्छौँ भन्ने कुरा छ। हेरौँ के हुन्छ मेरो खुट्टाले के गर्छ भन्ने कुरा हो। यो शङ्करले त म अब यहाँबाट गएर पञ्चकुण्ड पुगेर मुस्ताङ जाने हो भने हो त्यसले यो साइकलले म भने मुस्ताङ नपुगे नि तातो पानीसँग पुग्छु होला जस्तो लागिरहेको छ। के अरे हेरौँ के हुन्छ। ल अहिलेलाई यति नै। अहिले एकछिनमा हामी फेरि पनि एउटा भिडियो लिएर आउने नै छौँ। हस् त धन्यवाद आदाब आदाम सलाम अस्सलाम वालेकुम जय श्री राम। यो सही जगह आए हैं हम। यहाँ से निकल के भी हमको पार जाना पड़ा तो जाना ही है हमें। ए साइको लोग आया है कहाँ से आया है पता नहीं। हामी मेरो गोजीबाट के खस्यो जस्तो लाग्छ तर केही खस्यो रहेछ। अब हामी राखिदियो फाइनल्ली हामी अब यत्रो टाइम पछि बल्ल घामको मुख देख्न जाँदैछौँ। वाक्क लाग्दो संसार भइरहेको थियो। अब घाम देखेँ नि भयो होइन। धेरै बोल्यो भने नि इनर्जी भ्याइने रहेछ के नबोलौँ घाम देख्न पाइयो खुसी लाग्छ अरे। ल दिस इज द थिङ। अब हामी यो पार गरेर माथि पुग्नु छ। उसको मलाई नि देखिएन यार कतिखेर आउने रहेछ हेरौँ ल। हे वी आर नाउ रिचिङ बुस्केट मेला। म छु यहाँ तेह्र टाउको 20 मिनट अब 7 मिनटमा हामी त्यहाँ पुग्न सक्छौँ।
अनि भातसात हान्ने अनि त्यहाँबाट हाम्रो जोनी टु नर्थ एबिसी बिगिन्स। ल यति भन्नलाई मैले यहाँ मैले के अरे खोलेको थिएँ, यसले भिडियो खिचिरहेको छ होइन। अब हामी जान्छौँ, म चाहिँ हिँडेँ, यो जेसुकै गरोस्। तर मजा त मजै भयो। मेरो त सुरुमै भुस्केट मेलाको आधी घन्टादेखि नै खुट्टा नै हिँडिदियो के, राइट खुट्टा कोही तानामा दुख्यो। अब यस्तै भयो, सक्यो, यो समाउनै नजानिँदो रहेछ मलाई त। ल हामी खोला आउने चाहिँ नि सायद सम्भवतः पहिले स्कुटर हिँड्ने होला है। राइडर चाहिँ ऊ हुनुहुन्छ। यो लास्टमा तपाईँले